नमस्ते, म नारायण श्रेष्ठ गौर स्पिड एजुकेसन कन्सल्टेन्सीबाट। आज चाहिँ हामी अफर लेटर आइसकेपछि के गर्ने त भनेर कुरा गर्न जाँदैछौँ है त। अफर लेटर आइसकेपछि चाहिँ हामीले प्री एनरोलमेन्ट गर्नुपर्छ, जुन चाहिँ हामीले universytally.it वेबसाइटबाट गर्ने हो है। अब यसमा मेन इम्पोर्टेन्ट कुरा भनेको चाहिँ सेक्सन बीमा हो, जहाँ चाहिँ यो स्टेट छ नि, यो स्टेटमा चाहिँ हामीले इन्डिया राख्नुपर्छ। अनि तल चाहिँ हामीले डकुमेन्ट सबमिट गर्ने भनेको चाहिँ कलकत्ता कन्सुलेटमा हो। हामीले कलकत्ता चुज गर्यो। अनि इन्स्टिट्युसन युनिभर्सिटी, कुन युनिभर्सिटीमा हामी जान्दैछौँ त्यो युनिभर्सिटीको नाम। यदि हामीसँग 3वटा या 4वटामा एप्लाई गर्यो तर 2टाबाट युनिभर्सिटीबाट हामीलाई अफर लेटर आएको छ भने हामीले खालि एउटा मात्रै चुज गर्न पायौँ होइन। तपाईँ ब्याचलर्समा जाँदै हुनुहुन्छ कि मास्टर्स डिग्रीमा जाँदै हुनुहुन्छ त्यो सेलेक्ट गर्ने, अनि त्यो सेलेक्ट गर्ने। अनि त्यसपछि हामीले थर्ड स्टेपमा चाहिँ एप्लिकेसन पोर्टलमा जे डकुमेन्टहरू हामीले सबमिट गरेको थियो नि, त्यो सबै डकुमेन्ट हामीले चाहिँ सबमिट गर्नु पऱ्यो। प्लस तपाईँको अफर लेटर आछ भने अफर लेटर पनि सबमिट गर्नु पऱ्यो। यदि तपाईँलाई इमेल मात्रै आछ भने त्यो इमेल पनि पिडिएफ फाइल बनाएर हामीले सबमिट गर्नु पऱ्यो है। एकचोटि सबमिट गरेपछि होइन, हामीले चाहिँ सरनेम, नेम अनि फाइल नेम यसरी चाहिँ हामीले डकुमेन्ट अपलोड गर्छौँ अनि सबमिट गर्ने। एकचोटि प्री एनरोलमेन्ट सबमिट गरिसकेपछि कसैले 25 डेज, कसैले 15 डेज, कसैले 45 दिन पनि लाउन सक्छ होइन। अब सुरुमा के हुन्छ भने तपाईँले यो देख्नुहुन्छ, यदि तपाईँले सबमिट गरिसक्नुभयो तर केही पनि आएको छैन भने यो देख्नुहुन्छ। यदि युनिभर्सिटीले चाहिँ तपाईँको प्री एनरोलमेन्ट भ्यालिडेट गरिसक्यो भने चाहिँ तपाईँले यो देख्नुहुन्छ होइन। अनि तपाईँले के गर्नु पर्यो भने यो डाइरेक्ट डाउनलोड गर्दाखेरि चाहिँ इटालियनमा आउँछ, त्यसैले राइट क्लिक गर्ने अनि इङ्ग्लिस ट्रान्सलेट टु इङ्ग्लिस गरेर डाउनलोड गर्यो भने चाहिँ तपाईँको इङ्ग्लिसमा आउँछ है। हरेकचोटि तपाईँ चाहिँ इटाली पोर्टलमा जानुभयो, यस्तो ब्ल्याङ्क देख्नुभयो भने चाहिँ तपाईँको प्री एनरोलमेन्ट भ्यालिडेट गरेको छैन होइन। तर यो देख्नुभयो भने चाहिँ तपाईँको प्री एनरोलमेन्ट भ्यालिडेटेड भइसक्यो। त्यसैले चाहिँ तपाईँले डाउनलोड गर्ने, अनि एकचोटि डाउनलोड गरिसकेपछि अर्को स्टेप भनेको चाहिँ डिओभी हो, जुन चाहिँ हामीले भिएफएसमा अपोइन्टमेन्ट बुक गर्नुपर्छ है त। अब अर्को भिडियोको लागि फेरि भेटौँला। थ्याङ्क यू।